गाइस आज चाहिँ हामीले खाना पनि खाइसक्यौँ। अहिलेको राति 9 बज्न आँटिसकेको छ अनि हामीले चाहिँ खाना खाइसक्यौँ पनि। अनि हामीले चाहिँ खाना खाइसकेपछि के हो लाग्ने क्या हामी छोरी मान्छेलाई। अनि सो त्यही कारणले हामीले फेरि चटपटी खाना आँटेको छौँ है त। अन्त मम्मी दिदी म धेरै छौँ हामी। अनि त्यसपछि म पछि देखाउनु गएर जान्छु। एन्ड सो अहिले चाहिँ हामीले के कस्तो सामान हाल्छौँ है त म देखाउनु गइरहेको छु। सुरुमा चाहिँ प्याज रहेको छ। अनि त्यसपछि हामी चाहिँ के रहेको छ भने टमाटर रहेको छ। अनि हाम्रो हरियो धनिया रहेको छ भने त्यसपछि हाम्रो आलु रहेको छ। र हाम्रो त्यसपछि चौची रहेको छ। हाम्रो चाहिँ चौची रहेको छ। अनि त्यसपछि हामीले चाहिँ केराउ ल्याएको थियौँ कि केराउ चाहिँ कुन चाहिँले खाएछ भनेको। अनि त्यसपछि हामीले चाहिँ नमकिन हालेको नमकिन बडमहरू मिक्स रहेको छ है त। हाम्रो चाहिँ कस्तो हुन्छ चटपटी हेरिदिनु होला होइन। एकदम राम्रो बनाउने छौँ। अनि चाहिँ धुलो मसला खुर्सानीहरू मिसाएको मसलाहरू मिक्स भएको छ। देख्न सक्नुहुन्छ यस्तो दामी देखिरहेको छ। देख्दै खाम। अनि यो चाहिँ चटपटे मसला रहेको छ यता चटपटे मसला। अनि त्यसपछि हाम्रो चाहिँ चौचुको नुन रहेको छ है त। चौचुको नुन हो। हाम्रो चाहिँ नुन रहेको छ। अनि हाम्रो चाहिँ यसपछि चाहिँ चुक रहेको छ है त गाइजहरू। रहेको छ है त गाइजहरू यो चाहिँ चटपटेको लागि एकदम स्पेसल मसला रहेको छ। एकदम राम्रो मिठो चटपटा गिलो बनाउँछ है त यसले चाहिँ। लास्टमा रहेको छ हाम्रो फाइनल भुजा रहेको छ है त गाइजहरू। देख्न सक्नुहुन्छ अब कस्तो बन्छ हाम्रो चटपटे। अनि हाम्रो यो रहेको छ तेल है त। तेल हालेपछि झन् एकदम बबाल बन्छ है त। तेल चाहिँ कस्तो हेर्दै खाम कस्तो राम्रो देख्न सक्नुभयो नि। अब यसरी खोलिरहेको छौँ हामीले। साथीहरू हाम्रो चटपटे रेडी भइसक्यो। वाउ हेर्दै कस्तो खाउ लागिरहेको छ। मलाई त हतारिसक्यो मन थाप्नै सके होइन। मुखबाट पानी नै रसिसक्यो गाइसहरू। अब मैले खान सुरु गरेँ।